दामी छ है साथीहरू, आउनु होला तपाईहरु पनि। ठ्याक्क लोकेसन चाहिँ तपाईको कहाँ हो लोकेसन? त्यो टौदहदेखि सिधै आएर कहाँ त्यो दक्षिणकाली छुट्टिने ठाउँ छ नि, फोहोर छ जस्तो। अहिले एकछिन यहीँ बसौँ न, यत्तिकै बस्नु चाहिँ। दक्षिणकाली ठ्याक्क छुट्टिने बाटो छ नि, त्यहाँबाट चाहिँ राइट लिने होइन, राइटबाट चाहिँ सिधा उकालो। केही छैन खानेकुरा, लिन खाउँ ल। यसले पपकर्न व्यवस्था हानेको छ है। अब कहाँ पर्खिरहनु तिनीहरूलाई, बुढापाकाहरू ढिला आउँछन्, त्यही भएर हामी अलि चाँडै खान्छौँ। सायद यो रहला नरहला पछिसम्म, तर मेरो सम्झनामा अवश्य आउनेछ। साथीहरू अहिलेलाई म पपकर्न खान चाहन्छु। लोकेसन भन्दै होला। पपकर्न साथीहरू खाइदिएको ल। नै हातले बनाएको होला। ढुङ्गे धारा पनि रहेछ, तर पानी नै आउँदैन यो ढुङ्गे धारामा। पानी नै आउँदैन अङ्कल, होइन ढुङ्गे धारामा। खोइ त उही आयो। यहाँ अरू पनि अगाडि जाँदैछन्। यहाँ कपाल कपाला रस्ता छन् घुम्न। खै मलाई थाहा भएन के भन्छन्। गए घुम्न जङ्गलमै मङ्गल। साथीहरू लालीको घाँस, वाइल्ड लालीको घाँस छ ओभर धेरै। यसलाई नटिप नटिप भनेको त्यसले टिपिहाल्यो, दुईवटा टिपिसक्यो। कसैले हेर्दै हुन्छ अनि यसलाई एक जति हाल्नु, यसरी टिप्न त भएन नि त। पानी वाइल्ड पर्ला जस्तो भइसक्यो, पुरै अँध्यारो भएर।